जसलाई घरमा राखे पनि टिकटकरलाई चाहिँ घरमा म राख्दिनँ। किन बुवा? ट्याप ट्याप पारेर हैरान पार्छु। त एकदम ब्युटिफुल हिरोइन नाम के हो? शिल्पा मास्के। ए शिल्पा मास्के को अरे? तिमी हिरोइन हैन? हो। ए तिमीले त त्यो एउटा इंग्लिश फिल्म पनि खेलेको छौ है? हो त। अनि त्यस्तो फिल्म खेल्दा बाबुआमाले केही भन्नु नि त? हलिउड फिल्म हो क्या, उहाँ डक्टर स्ट्रेन्जसँग खेलेको हलिउड फिल्म। ए डाक्टरसँग खेलेको? ए मैले हेरेको थिएँ। डाक्टरसँग है? यस्तो पनि राम्रो लाग्छ मलाई। विकी हजुर तिम्रो लागि एउटा लाइन छ। हजुर सर गेट आउट। विकी तिम्रो लागि एउटा लाइन छ रे गेट आउट। म साँच्ची 7 महिनामा जन्मेको हो त। ओ वाह, हुन पनि ऱ्यापर हो, ऱ्याप पनि फास्ट डेलिभरी पनि फास्ट। तपाईले तत्कालै राजीनामा किन दिनु भएन? किन दिन त? मैले तत्काल राजीनामा दिन खोजेकै हो। साइन गर्न नआएर 2 दिन त साइन सिक्न लाग्यो त के गर्नु मैले? बेला न कुबेला को तास खेल्छ भनेको के भोलिजी? अब हामीले सत्ता पल्टाउने भनेको त्यही तासमा मात्रै त भयो नि। सही कुरा गरेको। मेरो यो डान्स युनिभर्सको प्रमोसन होइन त? हजुर हजुर। बाबा बाबा प्रमोसन गर्दै हिँड्या त्यत्तिकै मेहनत सोमा गरे त सोमै भ्युज आइहाल्छ। यो भाउजूको डिजाइनको ड्रेस हो। शङ्कर नेपाल गएर दायाँ बायाँ गरौँ भने बाँधेर पठाउँछ। तपाईलाई मन पर्ने फलको नाम के हो जोडा? मलाई मन पर्ने फलको नाम त आँप हो जोडा। ए त्यही भएर पो मान्छेले तपाईलाई आँपे भनेका रहेछ। तपाई काशी जानुभयो भने मान्छेले के भन्छन्? के भन्छन् जोडा? सबै कुकुर काशी गए कसले खाला भन्छ। अरे सुन्दर खनालको क्यारिकेचर गर्ने मान्छे उहाँ केटी माग्न जाँदाखेरि केटीको आमाले के भन्नु भयो थाहा छ? उहाँको सासू आमाले तपाईँ एक्लै आउनुभयो, छोरोलाई पनि लिएर आएको। मेरो बाबा अस्ति एक दिन ससुराली जाँदा सासू आमाले ज्वाइँ दाजु भन्नुभयो। नभनिन् पनि कसरी, सासू भन्दा 8 वर्ष जेठो हुनु। जब बेइज्जती। हम कोई मंदिर का घंटा है कि कोई भी आके बजा जाता है? को बुइनी बुवा? ऊ को? बुइनी भने त बुवा। कसको बुइनी? ऊ त उसकै दाइको बुइनी बुवा। मलाई अलिकति हतार छ, हामी 2 जना ठ्याक्क माथि गएर 2 मिनेट गफ हानेर आइहाल्छौँ नि। अनि तेरो 2 मिनेटमै गफ सकिन्छ बेटा। के तालको पढाइ हुन्छ गोली हो ट्राफिकको? महिला र पुरुषै छुट्याउँदैन रहेछ अरे। कसरी हौ? हिजो त मलाई पो सिटी बजाउँछ अरे। यो ट्रायल दिँदाखेरि यो 8 पास किन गर्नुपर्छ सर? अहिले कसको सरकार छ? ओलीको हो, त्यही सरे मन पर्यो मलाई चाहिँ यार। पालमा लाइसेन्स निकाल्न के को टेन्सन हौ? अलिअलि पैसा खाऊ न, हातैमा लाइसेन्स आइहाल्छ। के कुरा गरे तपाईले? ड्राइभिङ नआई लाइसेन्स पाएर के काम? तेरि एक्टिङ नआई फिल्म त पाइन्छ होइन नि तिजे? कमेडी दरबार र कमेडी नाइट जोडेर बनाइएको कमेडी भिडियो, रियाक्सन भिडियो कस्तो लाग्यो तपाईँहरूलाई? राम्रो लाग्यो भने लाइक, कमेन्ट, सेयर गर्नु नभुल्नु होला र साथसाथमै सब्सक्राइब पनि गर्नु नभुल्नु होला तपाईँहरूले। यस्तै भिडियो हेर्नको लागि है त। हस् त।